नेपालमा घण्टाको $10 को ग्यारेन्टी देऊ, म एयरपोर्टमा रोकेर बस्छु युवालाई, नजा भाइ नजा, नजा भाइ नजा भनेर। पहिला पोखरी त ठुलो बनाऊ, व्हेल माछा आफै आउँछ हैन? आफू एक्वेरियम बनाएर बस्ने अनि हैन हामी व्हेल हुनुपर्छ। अब यहाँको मान्छेले अस्ट्रेलियामा भविष्य देख्छ, जान्छ त त्यहाँ। अबे ठाउँमा दम राख न। यतिको अटेरी नेपाली जनतै हुन्छ। माछा ठुलो हुनुको लागि पोखरी ठुलो हुनै पर्छ। जवानी जसमा लगानी हो त्यसकै प्रतिफल खाने हो मजाले। यही देशमा केही गर्नुपर्छ हामीले। यो जिन्दगीमा हामी यति आतुर हुन्छौँ रिजल्टको लागि कि प्रोसेस इन्जोय गर्न छोडिदिन्छौँ। अरे भाइ तपाईँहरूको उमेर हेर, यो उमेर यस्तो सुन्दर उमेर हो कि भनेर साध्य छैन। धनाढ्य देशका सबै धनाढ्य मान्छेहरूले आफ्ना पुँजी जम्मा गरेको पुँजी र पूर्व प्रधानमन्त्री नै स्वयंले पनि मेरो पद छ सबै त दाउमा राख्छु, मलाई अब 24 वर्षको बनाइदिए, 21 वर्षको बनाइदिए, 19 वर्षको बनाइदिए त भन्दा बन्छ? बन्दैन। So this is the beautiful age my friend, I'll tell you that। त्यही भएर मैले भन्ने गरेको छु, कसैले पैसा माग्यो भने दे, कसैले पैसा माग्यो भने छ भने दे। किन भन्दाखेरि आज छैन भोलि फेरि आउन सक्छ। कसैले समय माग्यो भने पनि दे, किन भन्दाखेरि उस्तै समय नआउला तर उस्तै समय आउन सक्छ। उस्तै समय आउन सक्छ। आज सोमबार हो, उस्तै सोमबार नआउला तर सोमबार पक्का आउँछ। तर एउटा कुरा साथी, दिने बेलामा बडा होस पुर्याउनु, लगानी गर्ने बेलामा बडा होस पुर्याउनु। किन भन्दाखेरि एक पटक गएपछि गयो फर्केर त्यो कहिले आउँदैन, त्यो हो जवानी।